हेलो एभ्रिवान, वेलकम टु माई फुड मिनी भ्लग। आज चाहिँ मैले फुडको मिनी भ्लग बनाउने प्लान गरेँ। यो चाहिँ चाउमिन बोइल हुँदैछ। सो वेदरले च्यालेन्ज गरेको भएर चाहिँ मैले घरमै थुक्पा बनाउने प्लान गरेँ। सो फर्स्टमा गरेँ मैले चाउमिनलाई बोइल। देन म यता चिकनलाई चाहिँ सानो सानो पिस गरेर यसरी फ्राई गर्दैछु माथिबाट सर्भ गर्नको लागि। त्यसपछि मैले थोरै किमा पनि लिएर आएँ। यो चाहिँ बफको किमा हो। सो यो पनि युज गर्छौं झोल बनाउनको लागि। देन मैले भाँडा तातिसकेको थियो भाँडा, सो तेल पनि राखेँ। त्यसपछि मैले यो चप पनि गरिसकेको थिएँ, अनियन, त्यसपछि टोमेटो, त्यसपछि चिल्ली, ग्रीन चिल्ली। अब हामी अनियनलाई फ्राई गर्छौं मजाले। एकछिन अब यसलाई फ्राई हुन दिन्छौं। तेल अलिकति धेरै तातो भएछ, सो अलि धेरै बेरसम्म हामी यसलाई ब्राउन हुने गरेर फ्राई गर्छौं। देन अब मैले चाहिँ यसलाई चलाउँदैछु। फेरि मलाई चाहिँ यस्तो पकाएपछि यस्तै हुन्छ। सो मैले चाहिँ त्यसपछि ग्रीन चिल्ली एड गरेँ। त्यसपछि चाहिँ मैले बफको किमालाई पनि एकछिन फ्राई हुनको लागि छोडिदिँदैछु। यो चाहिँ फेरि एकैठाउँमा टाँसिन्छ भनेर चाहिँ मैले चलाउँदै छुट्याउँदैछु यसलाई यस्तो गरेर। यो चाहिँ हो बफको किमा। देन किमालाई एकछिन फ्राई हुन दिएपछि यस्तो भयो। त्यसपछि मैले टोमेटो पनि हालिदिएँ। टोमेटो गल्नको लागि टाइम लाग्छ नि त। सो एकछिन बफलाई फ्राई गरिसकेपछि मैले टोमेटोलाई पनि राखिदिएँ। देन अब नेक्स्ट भनेको मैले चाहिँ बन्दा, त्यसपछि गाजर र यो क्याप्सिकमलाई पनि चप गरेर रेडी गरेर राखिसकेँ। देन अब यसमा हामी राख्छौं यो चप गरेको बन्दा, क्याप्सिकम र गाजरलाई। अब यसलाई मजाले चलाउँछौं र यसलाई गल्न दिन्छौं। मैले चाहिँ किमा सबै ठाउँमा लागोस् र बन्दा चाहिँ छिटो गलोस् भनेर यसरी चलाउँदैछु। मासुलाई किमा गरेको भएर चाहिँ भाँडामा टाँसिन थालिसकेको थियो। सो त्यो भएको भएर चाहिँ मैले यो काटेको स्टफहरू चाहिँ राखेँ। अब राख्छौँ हामी स्वाद अनुसार नुन। अब हजुरलाई के कतिको नुन खान मन लाग्छ त्यो अनुसार राखे पनि भयो। मैले चाहिँ छिटै नुन राख्नुको रिजन चाहिँ यो पाकेर अलि छिटै गलोस् भनेर, किनभने यसको बेसमा चाहिँ किमाले छोइसकेको छ नि त। सो त्यो भएको भएर चाहिँ मैले नुन राखेर एकछिन फास्ट गलाउनको लागि चाहिँ मैले नुन राखेँ। अब यसरी चलाउँदैछु सबैतिर नुन लागोस् भनेर, नुन पुगोस् भनेर। त्यसपछि हेर्नु त, हेर्दाखेरि कस्तो मजाको यम्मी देखेको छ। अहिले नै मैले नुन राखेर एकछिन छोडिदिएँ। त्यसपछि मजाले अब गल्न स्टार्ट भइसकेको छ। त्यसपछि मैले राखेँ थोरै बेसार, थोरै भन्दा पनि अलिकति धेरै नै राखेँ। अब यसलाई पनि चलाउँदैछु सबै ठाउँमा पुगोस् भनेर। अब बन्दा, त्यसपछि क्याप्सिकम र गाजरबाट चाहिँ पानी निस्किन थाल्यो थोरै। बेस छोको भएर चाहिँ मैले राखिदिएँ। त्यसपछि मैले राखेँ चिल्ली पाउडर। हजुरलाई के कसरी पिरो खान मन लाग्छ त्यसरी राखे भयो। त्यसपछि मैले राखेँ जिराको धुलो। अब यसलाई पनि मजाले चलाउँदैछु। त्यसपछि चाहिँ मैले राख्दैछु मिक्स मसला। हाम्रो घरमा चाहिँ सबै तरकारीहरू पकाउँदाखेरि चाहिँ मिक्स मसला राख्ने गरेको छ। यसले चाहिँ अलिकति खानेकुराको टेस्ट पनि डिफ्रेन्ट दिन्छ। सो मैले चाहिँ अब सबै गल्न थालेको भएर, पाक्न थालिसकेको भएर चाहिँ सबै मसलाहरू एड गरिदिइसकेँ। सो अब एकछिन यसलाई चाहिँ मसलालाई चाहिँ पाक्नको लागि टाइम दिन्छौँ। त्यसपछि मैले चिकन क्युब पनि लिएर आएको थिएँ। अब चिकन क्युब पनि राख्छौँ।
एउटा प्याकेटमा चाहिँ 2टा हुने रहेछ यस्तो पिसको चिकन क्युब। अब यसलाई म राख्दै छु 1 2। अब यसलाई पनि गल्न दिन्छु। अब एकछिन गल्छ। म धेरै बोले भनेर चाहिँ इरिटेट नमान्नु होला। त्यसपछि चिकन क्युब राखिसकेपछि चाहिँ चिकन क्युब गलिसकेछ। त्यसपछि राख्छौँ हामीले अदुवा लसुनको पेस्ट। अब यसलाई पनि चलाउँछौँ। फेरि म चाहिँ खानेकुरा पकाउँदाखेरि चलाइ गर्छु, किनभने यो अलिकति चलाउनु पनि पर्छ, किनभने किमाले मेरो कडाईको बेस छोइसकेको छ नि त। सो त्यो भएको भएर चाहिँ मैले चलाउँदैछु। हेर्नु न कस्तो यम्मी देखेको छ, सो डेलिसियस। हेर्नुहोस् त कस्तो मजाले किमाको पोर्सन, त्यसपछि भेजिसको पोर्सनहरू कस्तो मजाले मिलेको छ। सो सबै मसलाहरू पाकिसकेपछि चाहिँ मैले यसरी पानी राखेँ। अब थुक्पा बनाउने भएको भएर चाहिँ अलिकति बढी नै पानी राख्नुपर्छ। सो मैले चाहिँ आई थिङ्क थोरै गरेर 1.5 जग चाहिँ पानी राखेँ जस्तो लाग्छ। अझै चलाउँदैछु मैले, झोल पुग्छ कि पुग्दैन, झोलको पोर्सन पुग्छ कि पुग्दैन भनेर। त्यसपछि यसलाई उम्लिन दिएँ। अब यो मजाले उम्लिँदैछ। मैले यसलाई चाहिँ झोल अलिकति बाक्लो बनाउनको लागि चाहिँ सुपको धुलोहरू पनि हालेको थिएँ। त्यसपछि मैले राख्दै चाउमिनलाई। अब यसलाई पनि एकछिन उमाल्छु। अरूले चाहिँ सुप उम्लिसकेपछि थुक्पा चाहिँ यसरी, चाउमिन चाहिँ पहिल्यै बोइल भइसकेको भएर माथिबाटै सर्भ गर्नुहुन्छ। तर मैले चाहिँ अलिकति टेस्टी बनाउनुको लागि चाहिँ झोलमा नै चाउमिनलाई खसालिदिएँ। अब एकछिन यसलाई उम्लिन दिन्छौँ मजाले। त्यसपछि रेडी भएर कस्तो हुन्छ हेरौँ है त। ल मेरो थुक्पा पनि रेडी भयो। यसरी मैले सर्भ गरेँ माथिबाट चिकन राखेर। अब हजुरहरूलाई मनपर्छ भने कागती पनि राखेर खान सक्नुहुन्छ। And thanks for watching my food making video. Thank you. Bye. Love you. Good night.